आज हामी बुटवलदेखि मनाङसम्मको रोमाञ्चक यात्रा गर्दैछौँ। सुन्दर झरनाहरू, हरियाली जंगलहरू अनि हिमाली दृश्य पार गर्दै एक अविस्मरणीय अनुभव लिन हिँड्दैछौँ। हरियो रङले भरिएको यो ताल एक अद्भुत प्राकृतिक चमत्कार हो, जहाँको शान्त वातावरणले मनै लोभ्याउँछ। हिमाली श्रृङ्खला, हरिया डाँडाहरू र खुला आकाशको सुन्दरताले यहाँको यात्रा अझै अविस्मरणीय बनाएको छ। आउनुहोस्, बुटवलदेखि मनाङसम्म रमाउँदै यात्रा गरौँ। हामी पैदल धेरै नहिँडेर पुग्न सकिने मनाङका धेरै स्थानहरूमा पुग्दैछौँ। डिजिटल प्रविधिको प्रयोग गर्दै गुगल म्यापको सहारा लिँदै हामी पाल्पाको बर्तुङबाट आर्यभान्जिङ हुँदै रामपुरसम्मको बाटोमा अगाडि बढ्न लागिरहेका छौँ। हाम्रो यो एकदमै यो अनप्लान ट्रिप हो। यो कहाँ जाने र कतातिर लाग्ने भन्ने कुरा दुई तरी कपडा लिएर हिँड्नु पर्यो गाइस। आफै बुझ्नु अब। यति बेला हामी रामपुर नगरपालिकामा छौँ र हाम्रो यात्रा मनाङसम्म रहनेछ। रामपुरको लागि हामी पाल्पा हुँदै आर्यभान्जिङभन्दा अगाडिपट्टिबाट दायाँपट्टि लागेर यो बाटोमा आइरहेका छौँ। यो पुल, रामपुरको पुल तरिरहेका छौँ हामी। रामपुरदेखि भिमादसम्मको बाटोमा लगभग गाडीहरू सजिलै जान सक्ने रहेछन्। हामी चाहिँ फाइनल्ली बदम खाँदैछौँ गाइस, हैन? हामी बदम खाँदाखेरि चाहिँ यहाँ खानुहुन्न भन्ने कुरो डिसिजन आइरहेछ, हैन? खानुपर्छ। किन यस्तो आइरहेछ? खानुपर्छ। ऋषि धामालाई काजु मैले बदम खानुहुन्न भन्छ। अहिले हामी बुटवलबाट यात्रा सुरु गरी मनाङसम्म पुग्दैछौँ र त्यसको लागि पुग्ने तर्खरमा छौँ, बाटोमा छौँ। र हामीले अहिले पनि यो पटकको भ्लगमा पनि हामीले नौलो बाटोमा यात्रा गरिरहेका छौँ। नौलो बाटो भनेको हामी रामपुरको बाटो हुँदै भिमाद निस्किने तर्खरमा छौँ। यति बेला हामीसँगै हाम्रो सुमन भाइ हुनुहुन्छ, त्यसपछि सन्दीप दाई अनि हाम्रो युनिक ह्यान्डसम हिरो रबिन भाइ, हाम्रो ज्वाइँ हुनुहुन्छ। नेपालका पहाडी बाटाहरू प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन्। हरियाली जंगल, सुस्केरा हाल्ने चिसो बतास, चराचुरुङ्गीको मिठो आवाज अनि झरनाको संगीतले पहाडी बाटामा हिँड्दा मनै ताजा बनाइदिन्छ। यहाँनिरको बाटो एकदमै निकै राम्रो छ। कहीँ भने ग्राभेल पनि भेटिन्छ, तर पनि यात्राको क्रममा अलिअलि एडभेन्चर भएन भने त्यसको मजा नै हुँदैन। यस्ता बाटाहरूमा हिँड्दा गाउँका माटोले भरिएको गोरेटो, ढुङ्गे बाटो अनि कतै कतै काठका पुलहरू भेटिन्छन्। उकालो चढ्दा, सानो पसलमा सुस्ताएर तातो चिया पिउँदा वा लोकल फलफुल चाख्दा यात्राको मजा झनै बढ्छ। केही समयको यात्रापछि हामी भिमाद आइपुगेका छौँ। अब भने यहाँबाट हामी डुम्रे तर्फको बाटोमा यात्रा गर्न लागिरहेका छौँ।
बाटैभरि देखिने हरियो डाँडा, टाढा टाढासम्म फैलिएका खेतबारी अनि सेताम्मे हिमालहरूको दृश्यले जति थकाइ लागे पनि उत्साह जगाइरहन्छ। यात्रा गर्दा कतै गुरुङ, मगर, राई, लिम्बू, तामाङ, नेवार जस्ता जात जातिका परम्परागत गाउँहरू भेटिन्छन्। यिनीहरूको संस्कृतिसँग नजिकिन पाइन्छ। गाउँघरका मानिसहरूको आत्मीय स्वागत पाइन्छ। कतै बौद्ध गुम्बा भेटिन्छ, कतै शिव मन्दिर। यस्ता बाटाहरूमा हिँड्दा केवल गन्तव्य मात्र होइन, यात्राको प्रत्येक पाइलामा रमाइलो अनुभव गर्न पाइन्छ। यदि तपाईँ प्रकृति प्रेमी हुनुहुन्छ भने नेपालको पहाडी बाटामा यात्रा गर्नु निश्चित रूपमा जीवनभर सम्झन लायक अनुभव बन्नेछ। यहाँबाट दायाँतर्फ मोडिएर केही समयको यात्रापछि हामी डुम्रे पुग्नेछौँ। डुम्रेबाट बायाँतर्फ लागि बेसी सहरसम्म पुगी आजको बसाई हाम्रो बेसी सहरमा रहनेछ। बाटोमा देखिने सडक साहित्यले मनमा छुट्टै ऊर्जा पैदा गर्ने गर्दछ। मायाले मात्र पुग्ने भए मुन्नालाई छोडेर मदन किन लासा जान्थे र। हामी अहिले दमौलीमा आइपुगेका छौँ। अबको 10 किलोमिटर यात्रापछि हामी डुम्रे पुग्नेछौँ। अहिले हामी ठ्याक्कै बन्दीपुर जाने बाटोभन्दा अलिकति अगाडि आइसकेका छौँ। हाम्रो यात्रा भनेको मनाङसम्मको हो एउटा। अलिकति अगाडि डुम्रेबाट बायाँतर्फ लागेर माथि लाग्छ। यात्रामा पानीले झन् नयाँ अनुभव दिन्छ। पानी परेको रातमा पहाडी बाटो हुँदै यात्रा गर्नु भनेको एक अनौठो अनि साहसिक अनुभव पनि हुन्छ। आकाश कालो बादलले ढाकिएको छ। कहिलेकाहीँ चट्यान पर्दा वरिपरिका पहाडहरू एकाएक उज्यालो देखिन्छन्। झरनाहरूको आवाज अझ घना सुनिएको छ। खोलानाला उर्लिएका छन् अनि सिसामा ठोक्किने पानीका थोपा हेर्दै अगाडि बढ्नुको मजा अझै बेग्लै छ। गाडीको हेडलाइटले भिजेको बाटो झलमल परेको छ। यसरी पानी परेको रातको यात्रा रहस्यमय, रोमाञ्चक र कहिलेकाहीँ अति डरलाग्दो पनि हुन्छ। तर प्रकृतिको भव्यता अनुभूत गर्न चाहनेहरूका लागि यो यात्रा अविस्मरणीय नै बन्छ र हामीलाई पनि बनिरहेको छ। पानीले दिएको अनौठो अनुभवलाई छिचोल्दै हामी लमजुङको बेसी सहरमा आइपुगेका छौँ। आज हामी यहाँ बास बसी भोलि बिहानै लमजुङको बेसी सहरबाट मनाङसम्मको यात्रा गर्नेछौँ। हामी हिजो बसेको होटल मनाङ चौतारा होटल हो। यहाँको हाम्रो एकदमै सहयोगी दाइ हुनुहुन्छ। अर्कोचोटि आउँदाखेरिमा सबैले सम्झिनु होला। म अब आउनु चाहनेहरूलाई भन्छु म मनाङ चौतारा होटलको साउदी हो। हाम्रोमा अलिक सहुलियत मिलाएर राख्ने व्यवस्था छ। हाम्रो होटलको नाम यही हो। ल हामी आजको दिनको लमजुङको बेसी सहरको बसाइपछि यात्रा हाम्रो अब चामेतर्फ हुन गइरहेको छ। ठ्याक्कै 7 बजे यात्रा तय गरी है। ल होस्।
पेशी सहरबाट अलिकति अगाडि लागिसकेपछि हामी बस पार्क देख्न सक्छौं र अब भने हाम्रो यात्रा यहाँबाट मनाङतर्फ हुन गइरहेको छ। सजिलो छ है, सजिलो छ, बाटो चाहिँ सजिलो रहेछ है। कस्तो रहेछ बाटो? बाटो देखाउनु न, राम्रै छ त। हामी चाहिँ अब मनाङको तर्फ यात्रा गरिरहेका छौँ। तर तिलिचो लन्डन भन्ने मलाई टेन्सन परिसक्यो कि गाइस हैन। हामी गइन्छ के भाइ? हो सबलाई पठाएर हामी बस यति भएपछि गाइस हामी चाहिँ तिलिचो पुगेर आइन्छ। अब चाहिँ कुनै लक्ष्य छ? तपाईहरुले हाम्रो भ्लग हेरेर तर तिलिचोको अवस्था के छ बुझेर मात्र गइन्छ हैन। यसमा हाम्रो एकदम दुई मत छैन। तिलिचोलाई उहाँ छ है गाइस हैन। जान नपाए पनि सम्झना हैन। ल ठीक छ, गुड लक। पेशी सहरबाट यात्रा गरी अहिले हामी खोदी बजारमा आइपुगेका छौं र अब भने यहाँबाट यस्तै बाटोहरू छिचोल्दै हामी मनाङको चामेसम्म पुग्नेछौं। मनाङको यात्रा हाम्रो लागि अति अविस्मरणीय रहनेछ। यात्रा सुरु गर्दा नै पहाडी गोरेटो, साँगुरा घुम्तीहरू र हरियाली जंगलहरूले स्वागत गरेका छन्। हामी चाहिँ जिन्दगीमा पहिलोपटक सुरुङ मार्ग हुँदै यात्रा गरिरहेका छौँ। मेरो चाहिँ पहिलो पटक हो है। मेरो नि पहिलो है। नेपालको चाहिँ मेरो पहिलो है। नेपालको मेरो पहिलो है। मेरो पहिलो। सबैको पहिलो रहेछ नेपालको। अब मेरो चाहिँ विदेशमा पनि अब विदेश त गइएछ, विदेश भनेर इन्डिया हो गएको है। अब यो जे पावरको भए पनि सुरुङ चाहिँ छ है हैन। हर्न बजाउनु न चार्ज चप्पो। यति मजा आएको। यति सुरुङ खन्नलाई पनि बहुत ब्रेकर हुँदो रहेछ गाइस। थाहा भयो, हेडलाइट बालेको अफ गर्छु। अनि स्पिड हान्छन् हुँदैन होला के यो। यो चाहिँ के रहेछ भन्ने कुरो चाहिँ हामीलाई एकदम उत्सुकता भइरहेको छ है। हामीलाई यो उत्सुकता भएको कारण चाहिँ हैन, यो एकदम ठुलो मन्दिर जस्तो पनि छ है। यो के जस्तो छ तर चाइनिजको उस चाहिँ रहेछ गाइस है। यो के रहेछ भन्ने कुरो चाहिँ थाहा भएन। कम्पनीको बिल्डिङ रहेछ। बाइकमा यस्तो छ, यस्तो चिप्लो बाटो रहेछ। बाइकमा आएको चाहिँ बिजोग रहेछ गाइस है। अब हामी चाहिँ अब बिजोग हुनबाट अलिकति बचिएको छ है। अब हामी चाहिँ मनाङको यात्रा तिलिचो यात्राको लागि हामी चाहिँ प्रस्थान गरिरहेका छौँ। तर तिलिचो पुग्नलाई चाहिँ समस्या होला जस्तो छ। हिउँ परेको अवस्था रहेछ। त्यो भएर चाहिँ अब यो खोलो जाने भने पनि कहाँ पुग्थ्यो होला भन्ने एउटा उसो होइन उत्सुकता हो है। त्यो बोलेर चाहिँ उहाँ पुग्छ खै गाइसको झर्ना त क्यामेरामा कैद भयो कि भएन भन्ने कुरो हो। सावधानले अगाडि बाटो भाँसिएको छ। भत्केको है।
लमजुङको खुदी भन्ने ठाउँमा नास्ता खाएर हामी अगाडि बढ्ने निधो गरेका छौँ। यहाँनिरको वातावरण देख्दा निकै रोमाञ्चक छ। जति जति उकालो लाग्छ उति नै हिमाली हावाको चिसोपन महसुस गर्न थालिएको छ। बाटोभरि ससाना गाउँहरू, पुराना बौद्ध गुम्बाहरू अनि भोटे शैलीका घरहरू देख्न सकिन्छ। मनाङ जाने बाटैमा बुङ झरना रहेको छ। यो झरना बेसी सहर चामे सडकको बीचैमा पर्दछ। यहाँ पुगेका जो कोहीलाई यो झरनाले सजिलै लोभ्याउँछ। झरनाको मोहमा परेका केही पर्यटकहरू झरनाको तस्बिर खिच्छन् भने केहीले झरनालाई पछाडि पारेर आफ्नै तस्बिर वा सेल्फी लिन्छन्। हामी बुङ झरनाबाट अगाडि लागिसकेका छौँ। अक्टोपस झरना जुन मनाङको मर्स्याङदी गाउँपालिका वार्ड नम्बर 4 चामेमा अवस्थित छ। धेरै पर्यटकहरूले यहाँ भ्रमण गर्ने गर्दछन्। यो झरनाको नाम समुद्री जनावर अक्टोपसबाट राखिएको हो, किनभने यसबाट खस्ने पानीका धाराहरू अक्टोपसका बहुहातहरू जस्तै देखिन्छन्।
अब हामी त्यो माथिको बाटोमा जाँदैछौँ। यतिखेर हामीलाई सुमनले ड्राइभ गरिरहनु भएको छ। स्वर्ग कहाँ छ भनेर खोज्नु मन लाग्यो भने यता आएको पाउँदाखेरि मनाङ यात्रामा केही चेक पोस्टहरू रहेका छन् जहाँ हामीले आफ्नो मोबाइल नम्बर, चालकको नाम अनि कतिजना सवार छौँ भन्ने कुरा टिपोट गराएर जानुपर्ने हुन्छ। हामी अहिले धारापानी भन्ने ठाउँमा खाना खान रोकिएका छौँ। पहाडको यो भेगमा यो रमाइलो वातावरणमा खाना खानुको मजा बेग्लै छ। अब यहाँ खाना खाइसके पछाडिको हाम्रो यात्रा चामेसम्मको हुनेछ।
टाढासम्म देखिने सेताम्य अन्नपूर्ण गंगापूर्ण र तिलिचो हिमालले मनै लोभ्याउँछ भन्ने कुरामा दुई मत नै छैन। मनाङको बाटोमा कहिलेकाहीँ चौरीहरू पनि देख्न पाइनेछ, घोडासवार पर्यटकहरू देख्न पाइनेछ अनि स्थानीय शेर्पा र गुरुङ समुदायका मानिसहरूको न्यानो मुस्कान पनि मनग्गै भेट्न पाइनेछ। यो गुराँसको विषयमा 42 प्रकारका हुन्छन् भन्ने सुनेको छु मैले होइन। त्यो चाहिँ खास हामी खोटाङ हुँदै जाने जिल्लाको फुलेको हेरेर जान खोजिरहेको थिएँ, तर चाहिँ हामी चाहिँ अहिले मनाङ जिल्ला चाहिँ तपाईँको चाहिँ हिमालपारीको जिल्ला चाहिँ मनाङ जिल्ला नरहेको र चाहिँ हाम्रो पश्चिमाञ्चल विकास क्षेत्रमा चाहिँ मनाङ जिल्ला हामी चाहिँ यात्रा नगरेको हुँदाखेरि यो यात्रालाई पनि सफल पारौँ भनेर चाहिँ पश्चिमाञ्चल चाहिँ अञ्चल चाहिँ हामीले भ्याइएको छ। अञ्चल होइन, पश्चिमाञ्चल विकास लेफ्ट लाग्नाले अघि अलिकति बढी घुम्नु पर्यो, त्यसैले जहाँनिर हामी कन्फ्युज हुन्छ त्यो बेलामा सोधिहाल्नुपर्छ, होइन भने रेगुलर रूपमा यो भ्लगलाई हेर्नुपर्छ। लागि जाँदैछौँ र ग्रिन लेकको लागि यो पिसाङ छुँदै जानुपर्ने भएको हुँदा हामी अहिले भर्खरै पिसाङमा प्रवेश गरिसकेका छौँ।
हामीले यहाँनिर गाडी रोकेर अब हाम्रो यात्रा भनेको ग्रिन लेकमा जाँदैछौँ। ग्रिन लेकको लागि यहाँबाट 7 मिनट जति हिँड्नुपर्ने रहेछ। यहाँ हामीसँग हाम्रा साथीहरू हुनुहुन्छ। हाम्रो सुमन भाइ, ओ हेलो हेलो जय। यता हाम्रो रबिन भाइ, उता हाम्रो सन्दीप दाई। यो अन्नपूर्ण पछाडि जन्नत, जिन्दगी र स्वर्ग एकै ठाउँ मिलेको यहाँको भ्यू देख्दाखेरिमा वास्तवमै रमाइलो रमाइलो। मनाङको ग्रिन लेक हिमालयको एक अद्भुत लुकेको खजाना भन्दा फरक पर्दैन। यसले सधैँ शान्ति र प्रकृतिको अनुपम सौन्दर्य प्रदान गर्छ। यस ताललाई यसको सफा हरियो पानी र अविकृत प्राकृतिक वातावरणको लागि चिनिन्छ। यसले अन्नपूर्ण क्षेत्रमा जाने प्रकृति प्रेमी, ट्रेकिङ गर्नेहरू र साहसी यात्रामा रुचि राख्नेहरूको लागि अवश्य घुम्न पर्ने गन्तव्यको रूपमा बताउँछ। मनाङको ग्रिन लेक केवल साधारण पहाडी गन्तव्य होइन, यसको चम्किलो हरियो पानीमा अन्नपूर्णको भव्य छाया परिरहेको देख्दा लाग्छ यो कुनै सुन्दर तस्विरलाई वास्तविकतामा बदलेको जस्तै हो। तर यसको सबैभन्दा ठूलो आकर्षण यसको मौनता हो। प्रकृतिले आफै भन्न खोजिरहे जस्तो एउटा गहिरो सास तान्नुहोस्। ट्रेकिङ प्रेमीहरू वा भ्रमणमा रुचि राख्नेहरूको लागि नयाँ अनुभव खोज्ने जो कोहीको लागि पनि तालले विशेष अनुभव प्रदान गर्छ। तालसम्म पुग्ने बाटो हिमाली जंगली फूल, साना साना खोल्साहरू र अनगिन्ती रमाइला क्षणहरूले भरिएको छ। हरेक 5-5 मिनटमा इन्स्टाग्राममा पोस्ट गर्न लायक फोटोहरू लिन सकिन्छ। ल बुझ्दै हामी अहिले भर्खरै ग्रिन लेक घुमेर फर्किरहेका छौँ। अब यस पछाडिको यात्रा भने हाम्रो मनाङको माथिल्लो डाँडो हुनेछ। त्यो ठाउँमा गएर हामीले आजको लागि बास बस्नेछौँ र भोलिको यात्रा भनेको त्यहाँबाट तिलिचोसम्मको हुनेछ। तिलिचोको लागि सुरुमा बेस क्याम्पसम्म पुगेर बस्नुपर्छ। त्यस पछाडि हामी चाहिँ ट्रेकिङ गरेर हामी तिलिचोको लागि अगाडि बढ्छौँ। बरु हिँड्न पो सक्छौँ कि सक्दैनौँ हाम्रो टोलीहरू होइन, त्यो चाहिँ यसो खोज गर्नुपर्छ।
खाङसार समुद्री सतहदेखि 3756 मिटरको उचाइमा रहेको छ। यो अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ, जुन यसको प्राकृतिक सौन्दर्य र ट्रेकिङ अवसरहरूको लागि प्रख्यात छ। मनाङ जिल्ला उत्तर पश्चिममा मुस्ताङ, पूर्वमा लमजुङ र दक्षिण पूर्वमा गोर्खा जिल्लासँग जोडिएको छ। खाङसार गाउँ हिमालयको मनोरम दृश्यले भरिएको छ, जसले यो ठाउँलाई ट्रेकिङ गर्नेहरू र प्रकृति प्रेमीहरूको लागि लोकप्रिय गन्तव्य बनाएको छ। खाङसार गाउँ स्थानीय संस्कृति र परम्परा बुझ्नका लागि एक अद्भुत गन्तव्य हो। यहाँ मुख्य रूपमा गुरुङ र मनाङी समुदायहरू बसोबास गर्छन्। पर्यटकहरूले स्थानीयहरूसँग कुराकानी गर्दै उनीहरूको जीवनशैली, परम्परा र धार्मिक अभ्यासबारे जानकारी लिन सक्छन्। गाउँमा बौद्ध गुम्बाहरू रहेका छन्, जहाँ धार्मिक अनुष्ठान अवलोकन गर्न र स्थानीय आध्यात्मिक विश्वासबारे बुझ्न सकिन्छ। खाङसार गाउँ सानो भए पनि ट्रेकिङ गर्नेहरूका लागि आधारभूत सुविधाहरू उपलब्ध छन्। यहाँ गेस्ट हाउस, टी हाउस र लजहरू छन्। यसले साधारण कोठाहरू केही आरामदायी बसोबास सुविधा प्रदान गर्छन्। गाइज, हामी अहिले मनाङमा छौँ। मनाङसम्म आइयो, तिलिचो जाने भनेर हिँडेको। अब यहीबाट फर्किन पर्ने अवस्था आयो। त्यसो हुँदाखेरिमा तपाईँहरूलाई यो भ्यू सबै हेर्नु होला। यसरी देख्नुभयो। अर्कोपट्टि तिलिचोलाई छाती राखे हामी अब फर्किँदैछौँ होइन। हामी भने यहाँबाट फर्किन लागेका छौँ। हाम्रो योजना अनुरूप तिलिचोसम्म पुग्ने रहे तापनि यो मौसम र हाम्रो स्वास्थ्य अवस्थाले गर्दाखेरिमा हामी तिलिचो पुग्न नसकेर तिलिचोलाई अर्को पटकको लागि थाती राख्दै यहाँबाट हामी फिर्ती सवार हुँदैछौँ।
साङ्ग्रिला होटेलमा बसाएपछि हो भने यात्रा हाम्रो फिर्ती सवारी हुँदैछ। त्यसरी हामी अब फर्किन लागिरहेका छौँ। अहिले मेरो आदरणीय ठुलबुवासँग भेट गरेका छौं। बुटवल स्थायी घर भए तापनि उहाँले 20औं वर्षदेखि मनाङलाई कार्यथलो बनाउनु भएको छ। उहाँको यो स्वागत जीवन्त सम्झना लायक अविस्मरणीय पल बन्नेछ।